त्यहीमा अब छोटो समयको सूचना मोबाइलमा हाल्नुभयो रहेछ र हामी यस्तो बर्खा मासमा कहाँ जाने के गर्ने यस्तो थतराथुत्री कहाँ सार्ने के गर्ने बर्खाको यस्तो भेल पानीमा हामीलाई यहाँ बोइसिरी वडा नम्बर 2बाट पहिरोले चाहिँ 2मा पहिरोले क्षति पुरै घरबार बिहान पार्यो 2072 सालमा। त्यसो गर्दाखेरि जिल्ला प्रशासनले सबैले चाहिँ यहाँ ल्याएर राखेको हुन्। यहाँ ल्याएर राख्दाखेरि हामीहरू चाहिँ अब बस्दा हुँदै यो 82को जेठको 12 गते ठ्याक्कै 11 वर्ष पुगेर 12मा लाग्यो हजुर। र अहिले हामी थाहा नथिएमा अब छोटो समयको सूचना मोबाइलमा हाल्नुभयो रहेछ र हामी यस्तो बर्खा मासमा कहाँ जाने के गर्ने यस्तो थतराथुत्री कहाँ सार्ने के गर्ने बर्खाको यस्तो भेल पानीमा यस्तो हुँदाखेरि चाहिँ अब यसलाई चाहिँ सब्बर यहीँको किसाने उसले चाहिँ सब्बर भाडैमा राखिदिने भयो हुन्थ्यो प्रयास अथवा छट्टै हुँदैन भनेपछि मौसिरसम्म हामीहरूलाई चाहिँ अब अलिकति अर्कै ठाउँतिर यसो सामानहरू असार पसार गर्न ठाउँहरू खोज्न त्यस्तो चाहिँ समय पाउनु पाए हुन् त हजुर। हो अहिले त साह्रै समय त छोटो छ त कहाँ लाने के गर्ने त्यस्तो छ हजुर। अब हामीहरू यहाँ बसेर उहाँहरूले धेरै दया धर्म गर्नुभएको थियो। अब हामीहरूलाई एकैचोटि यस्तो गर्नन् भन्ने त्यस्तो थाहा थिएन। अहिले एकैचोटि यस्तो हुँदाखेरि हामी एकदम हताशमा परेका छौँ। आश गरेको थिएनौँ यहाँ चाहिँ विशेष लाल पूर्जा निकाल्ने नापी नक्साहरू निकाल्ने गरौँला भन्ने पनि थिएन। यसो यहाँ बसेर चियापानी गरेर अनि बालबच्चालाई पाल्ने गुजारा गर्ने थियौँ। अब अहिले कसो गर्ने हजुर। हो अब यसको लागि केही गरिदिनु होला हजुरले त्यही अनुरोध गर्दछौँ। शराब दिएर नै जान्न हामी आशिकै दिएर जान्छौँ हामीले। उहाँहरूले धेरै अहिलेसम्म धेरै समय चाहिँ गर्नुभयो धर्म गर्नुभएको थियो अझै पनि गर्नुहुन्छ होला भन्ने हाम्रो